हाम्रो देश हजारौँले मुगुरा र ताल बगाए रगत यस्तै छ कर्णाली हाल। हाम्रो देशमा हजारौँले मुगुरा र ताल बगाए रगत यस्तै छ कर्णाली हाल। सर्वप्रथम देउडाबाट मुगुरा र ताल सबैलाई स्वागत यस्तै छ कर्णाली हाल। सर्वप्रथम देउडाबाट मुगुरा र ताल सबैलाई स्वागत यस्तै छ कर्णाली हाल। ठुलो ताल मुगुरा र ताल वरिपरि पाखा यस्तै छ कर्णाली हाल। बीचमा ठुलो ताल मुगुरा र ताल वरिपरि पाखा यस्तै छ कर्णाली हाल। ताललाई हेरी हेरी मुगुरा र ताल थाक्दैन नि आँखा यस्तै छ कर्णाली हाल। ताललाई हेरी हेरी मुगुरा र ताल थाक्दैन नि आँखा यस्तै छ कर्णाली हाल। चन्दनाथ तिला नदी मुगुरा र ताल जुम्लाको खलाङ्गा यस्तै छ कर्णाली हाल। हाम्रो देश कर्णालीमा मुगुरा र ताल सम्पत्ति महँगा यस्तै छ कर्णाली हाल। हाम्रो देश कर्णालीमा मुगुरा र ताल सम्पत्ति महँगा यस्तै छ कर्णाली हाल। ताल छायानाथ मुगुरा र ताल मुगुका गमगढी यस्तै छ कर्णाली हाल। ताल छायानाथ मुगुरा र ताल मुगुका गमगढी यस्तै छ कर्णाली हाल। कर्णाली आजसम्म मुगुरा र ताल सधैँ पछि पढी यस्तै छ कर्णाली हाल। कर्णाली आजसम्म मुगुरा र ताल अझ पछि पढी यस्तै छ कर्णाली हाल। प्रमुख अतिथि सम्मान्य प्रधानमन्त्रीज्यू र मान्य मन्त्रीज्यूहरू सहभागी हुनका लागि डुङ्गाबाट यता प्रस्थान गरिसक्नु भएको छ। तपाईहरु केही समय मात्रै धैर्यता गर्नुपर्ने छ। यो कार्यक्रममा कर्णाली प्रदेशका मञ्चमा उठ्दै हुनुहुन्छ। तपाईहरुको सामुन्यमा
आजको यो कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू आइपुग्नु भएको छ। हार्दिक रूपमा स्वागत गर्नका निम्ति, ताली फिर्नका निम्ति, निरन्तर रूपमा ताली फिर्नका निम्ति अनुरोध गर्न चाहन्छु। कर्णालीवासीले निकै धेरै अपेक्षा गरेका छन्। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री आदरणीय श्री केपी शर्मा ओलीज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई यो भव्य समारोहमा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्न चाहन्छु र उहाँसँगै उहाँको धर्मपत्नी राधिका साक्यजी पनि आउनुभएको छ। सँगसँगै उहाँलाई पनि सँगै आदरका साथ आसन ग्रहण गर्न अनुरोध गर्न चाहन्छु। नेपालको संविधानका निर्माता, नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएका संविधान सभाका आदरणीय अध्यक्ष पूर्व सभामुख माननीय सुभाष निर्माणजीलाई यो कार्यक्रममा विशेष अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी प्रमुख प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालजीलाई यहाँ कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु र अब यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, कर्णाली प्रदेश प्रमुख माननीय मन्त्रीज्यूहरू, सम्पूर्ण मान्य सांसदज्यूहरू, मान्य प्रदेश सरकारका मन्त्रीहरू सम्पूर्णलाई सबभन्दा पहिले यो कार्यक्रमको शुभारम्भमै राष्ट्रिय गानका निम्ति उद्धि दिनका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु र अब सुरु हुन्छ राष्ट्रिय गान। सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कर्णाली राणा पर्यटन वर्ष 2075 यसै उद्घाटन समारोहको यसै क्षणमा शुभारम्भ भएको म घोषणा गर्दछु। धन्यवाद। हार्दिक हार्दिक धन्यवाद सम्माननीय प्रधानमन्त्रीज्यूलाई। आजको कार्यक्रमको मूल कार्य कामरङ गाउँपालिकाको तर्फबाट अगाडि बढिरहेको छ। अहिले प्रदर्शन भइरहेको छ कायनाथ राणा नगरपालिकाका झाँकीहरू, 7 नम्बर वडाको ढालना, 5 नम्बर वडाको राजा हुड्के नाच, 1 नम्बर वडाको झाँकी समेत यहाँ प्रदर्शन भइरहेको छ। झाँकीलाई अलिक छिटो अगाडि बढाइदिन म फेरि पनि अनुरोध गर्न चाहन्छु। गाउँपालिकाको झाँकी अलिक छिटो अगाडि बढाइदिन अनुरोध गर्न चाहन्छु। कामरङ गाउँपालिकाको झाँकीहरू प्रदर्शन भइरहेको छ, छिटो अगाडि बढाइदिन अनुरोध गर्न चाहन्छु। यसपछि आउँदैछ सत्तार गाउँपालिकाको बाजा लगायतका झाँकीहरू। ती झाँकीहरूलाई पनि छिटोभन्दा छिटो अगाडि बढाइदिन अनुरोध गर्न चाहन्छु। संसार माध्यमहरूले टेलिभिजनहरूले यहाँका स्थानीय वृद्धि गर्नेछ भन्ने यो कुरामा विश्वास छौँ। अब आइसकेको छ जुम्ला जिल्लाबाट आएको झाँकीहरू। जुम्ला जिल्लाका झाँकीहरू अगाडि बढिरहेका छन् र जुम्लापछि हाम्रा जिल्लाका झाँकीहरू आउँदैछन्। हिजो साँझ राणा क्याबिनेटबाट गरेका केही निर्णयहरू जो सम्मान्य
प्रधानमन्त्री र नेपाल सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले केही महत्त्वपूर्ण निर्णयहरू भएका छन्। ती निर्णयहरू तपाईँहरूका बीचमा म राख्ने अनुमति चाहन्छु। यहाँ तपाईँले केही खेलकुद पनि हेरिरहनु भएको छ। हाम्रा प्रमुख अतिथि र अतिथिज्यूहरू खेल हेरेर मन्त्रमुग्ध पनि हुनुहुन्छ। बाँकीहरू धन्यवाद खेलाडी साथीहरूलाई। कर्णाली प्रदेश सरकारले सम्मान्य प्रधानमन्त्री यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, यहाँ उपस्थित नभएका पनि यस मुगु जिल्लाका र कर्णाली प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरू र त्यस बाहेक पनि सम्पूर्ण देश विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू, सबभन्दा पहिले म यहाँहरूलाई हार्दिक अभिवादन भन्न चाहन्छु, यहाँहरूलाई नमस्कार भन्न चाहन्छु। आज हामी देशको कुनै भागलाई पनि अब पछाडि पर्न नदिने, देशको कुनै भागलाई पनि दुर्गम रहन नदिने, देशको कुनै भागलाई पनि अशिक्षित हुन नदिने, अविकसित हुन नदिने, यस उद्देश्यका साथ आज कर्णाली प्रदेश लिएर आउँछु, मान्यहरू लिएर आउँछु। आज देशभरि नै, देशमा जहाँ जहाँ टेलिभिजन छ या विदेशमा जहाँ जहाँ मोबाइलसम्म छ, त्यहाँ फेसबुकबाट पनि आज दुनियाँले रारा ताल हेरिरहेको छ। आज बिहान मैले रारा तालबाटै नयाँ वर्षको शुभकामनाको सन्देश सम्पूर्ण देशवासी र नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राराको किनारबाट शुभकामना सन्देश दिएँ र रारा कसैले देखेको थिएन भने आज बिहानको सन्देशबाट सबैले रारा ताल देखे। राराको सुन्दरता, राराको प्राकृतिक बनोट यो नेपालीहरूले देखे, दुनियाँले देख्यो। यस राराको इतिहास जस्तो होस्, बनावट जहिलेबाट भएको होस्, तर हाम्रा शास्त्रहरूले, हाम्रा मान्यताहरूले, हाम्रा अनेक प्रकारका धार्मिक र शास्त्रीय कथनहरूसँग, मिथकहरूसँग यसलाई जोडेका छन्। एउटा कथा आउँछ, राम रावण युद्ध भयो लङ्कामा, रामबाट रावण मारिए, ऋषिपुत्र मारिएको हुनाले राम बडो शोकमग्न भए। यो ब्रह्म हत्या लाग्ने भयो मलाई भनेर त्यस बेलाको मान्यता र प्रचलन आउँछ। ऋषिहरूले उनलाई सुझाव दिए, हिमालयमा गएर तपस्या गर, हिमालयमा जाऊ, तिमीलाई प्रायश्चित्त हुन्छ। राम प्रायश्चित्तका लागि यतातिर लागे। आउँदैन, अब यहाँसम्म बाटो आइपुगेको छ, त्यस बाटोको स्तरोन्नति गरिनेछ, त्यस बाटोलाई सहज सरल बनाइनेछ, पर्यटक आगमनका लागि अनुकूल बनाइनेछ। यहाँको एयरपोर्ट, त्यसको सम्बन्धमा सुर्खेतबाट सबै जिल्लामा अनुकूल ढङ्गले हवाई सेवाको विस्तार, त्यस सम्बन्धमा अघि भर्खर मात्रै पर्यटन मन्त्रीले
नागरिक उड्डयन मन्त्रीले भनिसक्नु भएको छ, मैले भन्नु पर्ला जस्तो लाग्दैन। यस ठाउँमा विकासका धेरै सम्भावना छन् र म सरकारको तर्फबाट भन्न चाहन्छु, रारा ताललाई, यस रारा तालको सुन्दरतालाई कायम राखिदिन्छ। रारा तालको सुन्दरता, यसको स्वच्छता, यसको पवित्रता कायम राखिनेछ र यसको किनारमा अझ सुन्दर बाटो र संरक्षणको व्यवस्था गरिनेछ। यसलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा, अझ आकर्षक गन्तव्यको रूपमा विकास गर्नेतर्फ सरकारको ध्यान जान्छ। यसको अर्थ दाजुभाइ दिदीबहिनीहरूलाई लाग्यो होला, हाम्रा मन्त्रीज्यूहरूलाई लाग्यो होला, मान्यजीहरूलाई लाग्यो होला, रारा देखेपछि रारासँगै मोहित भयो, बाँकी त केही पनि गर्दैन क्या हो, कुरै कतैको आएन। मैले फोक्सुन्डको पनि कुरा गरेको छु, मैले राराको मात्रै होइन अरू ठाउँहरूको पनि कुरा गरेको छु, मैले छायानाथको कुरा गरेको छु, केदारनाथ छन्, बद्रीनाथ छन्, विश्वनाथ छन्, मुक्तिनाथ छन्, पशुपतिनाथ छन्, छायानाथ। छायानाथ बलियाले मात्रै हेर्ने खालको ठाउँ हो, अलिक बुढेसकालमा गाह्रै हुने रहेछ जस्तो लाग्छ। वर्षायाममा गर्मीका बेला, त्यसकारण यहाँ हामीले पशुपालनलाई विकास गर्न सक्छौँ। यहाँको चौरीको दुध, यहाँको चौरीको छुर्पी अथवा यहाँको चौरीको चिज हामीले बाहिर पठायौँ भने अरू दुधहरूभन्दा धेरै गुणा बढी यसले मूल्य पाउन सक्छ। किनभने यहाँको जीव जन्तु औषधि चरेको छ, स्वच्छ पानी पिएको छ, स्वच्छ हावामा सास फेरेको छ र औषधि चरेको छ त्यसले, र त्यसमा औषधीय गुण छ। मासु बेच्नुहोस्, महँगोमा बिक्री हुन्छ, दुग्ध उत्पादन महँगोमा बिक्री हुन्छ। त्यसका लागि हामीले केही कामहरू गर्नुपर्छ। सरकारको तर्फबाट त्यस्ता योजनाहरू बनाएर मैले प्रदेश सरकारलाई भनेको छु, यस्ता योजनाहरू ल्याउनुहोस्, कार्यक्रमहरू ल्याउनुहोस्। पैसा छैन भनेर चिन्ता नगर्नुहोस्। विकासका लागि पैसा तपाईँले योजना, चिन्तन, सोच र कार्यक्रम लिएर आउनुहोस्। पैसाको जिम्मा म लिन्छु, मैले भनेको छु। पैसाको कमी हुँदैन, पैसा हामी खोज्न सक्छौँ, पैसा ल्याउन सक्छौँ। पैसाको कारणले विकास नहुने हुँदैन। विकास मैले भन्ने गरेको छु, धनी भएर पैसा भएर कसैले विकास गरेको हुँदैन। विकास गर्छन् अनि धनी हुन्छ। हामीले विकास गर्नुपर्छ। हाम्रा बस्तीहरूलाई म आग्रह गर्न चाहन्छु, यहाँहरूलाई विद्वान ठाउँ अनुसार प्रदेशका अन्य निकायले अब शुभकामना भइदियाले कमसरी कम अघि नेता हुँदैबाट नाम आउँदो। अहिले अब हामीले कसलाई दुःख नपाउँ, जे भए अलि महिला पिरमाटका नेतासँग बुझाउन आऊ, नेता हान्जा हुनाउन आऊ। अहिले पछिबाट त के अर्दाज आइकन के भनेर के अर्थले गाउने अगाडि को हाम्रो दुध महिला दुध पिरमाट को पनि दिने हो। कोमीले त आफ्नो भाषण गर्छ, आफ्नो कुरा गर्नुभयो दाजुभाइ। हामी त अहिले पछाडि रहेछौँ। यो त उयो चुप्प रहनलाई मात्रै जो भने जस्तो स्थिति भयो। केही न केही महिला पिरमाट हुनाउन बुझाउन नेताहरू उठेर अब आफ्नो गइकन कुरा मागे हामी कसलाई
धन्यवाद।